हेलो गाइजहरू, नमस्ते। अब हाम्रो खुर्सानीको बिरुवालाई के गर्नुपर्छ भनेर म तपाईहरुलाई बताउँदैछु। बिरुवा रोपेर उमारेर अग्लो बनाएर मात्रै हुन्न हो, अग्लो पनि बनाउन सकिन्छ त्यो बारीमा। तर अग्लो भन्दा मोचो बिरुवा नै बलियो हुन्छ, हावापानीले असर गर्दैन, हावा लाग्दा ढल्दैन। त्यसको लागि हामीले के गर्नुपर्छ, चटक्क यो जस्तै यति अग्लो उचाइ भएपछि यसले कति पात हालेछ, 2 4 6 7 वटा पात राखिसकेपछि हामीले यो जुन मन्टो छ, यो मन्टोलाई यसरी चुटुक्क यसरी छिनाल्दिन पर्छ, माया गरेर हुँदैन। यसरी छिनाल्दिएपछि के हुन्छ, यिनी प्रत्येक हाँगाबाट पातबाट यो आँख्लाबाट हाँगा पलाउँछ। हाँगा पलाएपछि फिजारिन्छ। एक त बुटो अग्लो हुँदैन, एक त बुटो धेरै हाँगा बिगा हालेर फिजारिन्छ। दह्रो पनि हुन्छ बुटो, गमलामा रोपेको बुटोलाई विशेष गरेर यो गर्नै पर्ने हुन्छ र धेरै फल लिनको लागि पनि हामीले यो गर्नुपर्ने हुन्छ। यो 1G कटिङ भनिन्छ यसलाई। यो लहरे बालीमा पनि गर्नुपर्ने हुन्छ, यसलाई खुर्सानीलाई पनि गर्नुपर्ने हुन्छ। यसरी चिटिक्क मन्टा निकाल्दिने। यो मेरो डल्ले खुर्सानी हो, तर डल्ले खुर्सानी त पात अर्कै हुन्छन् भन्छन्, तर मेरो त हेर्नु त यो अर्को खुर्सानीको जस्तै छ। म यहाँ टुर जाने बेलामा बिरुवा जमाएको धेरै बाक्लो थियो, आउँदासम्म यिनी ढल्छन् भनेर मैले दुईटा एकै ठाउँमा रोपिदिएको पनि यस्तो राम्रो भएछ। यसलाई पनि मैले यसरी चट्ट मन्टो चुटालेर मैले यसलाई पिन्चिङ गरिदिन्छु। यसरी सबैले माया नगर्ने साथी यसलाई ठ्याक्कै पिन्चिङ यसरी गरिदिनुपर्छ। यसलाई हेर्नु, अब यसबाट टन्न हाँगा बिगा आउँछन् र मजाले फल्छ। मैले यिनलाई यो गुरु ब्याग होइन, यिनी जुन चामलका कट्टा हुन् त्यही कट्टामा रोपेछु मैले। यसलाई पनि मैले यसरी चटक्क मन्टो चुटालिदिन्छु। तपाईहरुले पनि यसरी नै गर्नु होला। माया गरेर काम छैन गाइजहरू, माया गरेर काम छैन। यसको अझै अलिकति हाइट हुन पर्ने हो, तर यसको चाहिँ यसलाई रोग लाग्न थालेको कि मन्टा यस्तो भएको छ, त्यही भएर यसलाई पनि मैले सानैमा चुटाइदिन्छु। यो पनि मैले रोपेको बोरामै हो। हेर्नु गाइजहरू, यसको पनि मैले यसरी मन्टो चुटाइदिन्छु। ल हेर्नु, यो खुर्सानी मन्टाको तरकारी पनि दामी मिठो हुन्छ है गाइजहरू। धेरै छ भने यो फाल्न पर्दैन, साग बनाएर खाँदा मजाले मिठो हुन्छ। यसलाई पनि छिट्टो यसरी मन्टो चुटाइदिनु मैले। यो भनेको 1G कटिङ भयो। अब यसको यो 2G कटिङ गर्ने बेला भएको छैन। मैले मन्टा चुटाइदिएको। ल हेर्नु, यसरी हाँगा बिगा यसरी हाल्छन्। यसलाई हेर्नु, सबै प्रत्येक पातबाट हाँगा बिगा निस्किआछन्। यो मजाले फल्छ। अनि त्यसपछि के गर्नुपर्छ भने गाइजहरू, यो जुन पातहरू छ, यो पातहरूलाई यो अनावश्यक पातहरू यहाँ राख्दिन हुन्न। यसरी टिप्दिने हो यिनलाई, यिनी टिप्दिने। हाँगा बिगा पलाएका छन् भने पनि तलका टिप्दिने। यो माटोले छोयो भने यो चाहिँ पुरै रोग लाग्छ बिरुवालाई, त्यही भएर यसरी यिनी पातहरू यसरी टिप्दिने। अब यो त तलैबाट चाहिँ यसलाई रोग लागेको कि के हो कि तलैबाट यति धेरै हाँगा बिगा हालेछ है। यसको उपाय के छ भन्ने कुरो हेरौँ। अब यसलाई चाहिँ मैले तलबाट पातहरू मैले टुटाइदिन्छु। यसरी निकालिदिनु पर्छ यिनी पातहरू। हेर्नु है गाइजो, यसको पनि मैले मन्टो पनि टुटाइदिन्छु। धेरैवटा मन्टा राखेर पनि काम छैन, यसलाई एउटा मात्रै राखेर अरूमा तोडिदिन्छु। मेन मात्रै राखेर
म टुटाल्दिएँ ल हेर्नु है गाइज। यसको नतिजा कस्तो आउँछ भन्ने कुरो पछि देखाउँला। यसको पनि यो ठुलो पात पनि मैले यसको निकालिदिन्छु यसरी। यसलाई पनि मैले मन्टा तोडिदिएको ल हेर्नु। यो यस साइडबाट यहाँ बिचबाट मन्टा निकालिदिएको यो। अब यहाँ यस साइडबाट यस्तरी मन्टा हालेछ। यो मजाले फल्चा बुटो पनि पहिला कति लुलो थियो, अहिले यस्तो दह्रो भइसक्यो। यसका त मैले पात टिपिदिइसकेछु तलका पाती। यसको पनि मैले मन्टो चुटाइदिएको ल हेर्नु कति राम्ररी हाँगाबिगा हालेछ। अब यसका पातहरू यस्ता भएन, यिनलाई चाहिँ उपचार गराउन छ, यिनको लागि पनि उपचार छ। अब यसरी तलका हाँगा चाहिँ नि तोडिदिने, किनभने तल धेरै हाँगा मात्रै भए पनि जो यिनको भएको जुन मल हुन्छ, यिनले लिन पाउने मलहरू पनि तिनी हाँगाले लिन्छन्, तिनी पातले लिन्छन्। त्यही भएर अनावश्यक पात पनि फालिदिने, हाँगाबिगा पनि फालिदिने र अनि चट्ट लाएर बनाउने है गाइजहरू। ल 2G कटिङ पनि कतिखेर गर्ने भन्ने मैले नेक्स्ट भिडियोमा ल्याउँछु। थ्याङ्क्स फर वाचिङ माई भिडियो।